हाई गाइज वेलकम टू न्यू ब्लग। तपाईहरुलाई स्वागत छ मेरो नयाँ ब्लगमा। तपाईहरुले साथ दिनुभएको छ, सपोर्ट पनि गर्नुभएको छ, त्यसमा म तपाईहरुलाई धन्यवाद दिन चाहन्छु। आज चाहिँ शनिबार परेको हुँदा आज चाहिँ हामी नुहाउन कपडा धुन भनेर आज चाहिँ 15 आएका छौं। हामी लगभग 3:30 बजिसक्यो हैन। मैले चाहिँ नहाएर भइसक्यो, बहिनीले पनि नहाएर भइसक्यो। अब दिदीले र दाइले मात्र बाँकी छ गाइज। हामी चाहिँ अब नहाएर लगभग 4 बज्छ होला, त्यसपछि घर जान्छ हैन गाइज। ल साथीहरु, उ चाहिँ मेरो बहिनी नहाएर बसिसकेको छ जाडो भएर गाइज। यस्तो छ हैन, हाम्रो पँधेरो चाहिँ यस्तो छ, यस्तो वरिपरि डाँडाले घेरेको छ गाइज। यस्तो छ, यतातिर चाहिँ रुखै रुख छन् हैन, यस्ता रुख छन् गाइज। हाम्रो पँधेरो चाहिँ अलि यहाँ चाहिँ अलि घाम कमै लाग्छ हैन गाइज। यस्तो छ हेर्न, पारी पारीको डाँडाको भ्यू पनि दामी देखिन्छ पारी पारी हैन। यहाँ चाहिँ अलि राम्रो ठाउँ छ यहाँ। ल गाइज, मेरो चाहिँ नाम सन्दीप न्युपाने पर्यो हैन। म चाहिँ कक्षा 10 मा पढ्छु। मैले चाहिँ मेरो सारा डाटा भनेको छैन हैन गाइज। त्यही पनि तपाईहरुले सुन्न चाहनुहुन्छ भने म भन्न तयार छु, त्यही पनि कमेन्ट गरिदिनु होला। हुन्छ गाइज, यतातिर चाहिँ हैन जाडो भइसक्यो। यहाँ जाडो भइसकेर अब कपडा लामो ल्याउनु पर्दो रहेछ हैन, जाडो भइसक्यो, हात ठिराइरहेछ हैन। त्यतातिर चाहिँ कस्तो छ मौसम कमेन्ट गर्नु होला। मैले चाहिँ सबै कपडा धोइसकेँ आफ्नो चाहिँ। अब जुत्ता चाहिँ वहाँ सुकिरहेका छन्, त्यही पनि घाम त लाग्यो। र साथीहरु, हाम्रो दाइले चाहिँ नुहाउँदै हैन, यस्तै नुहाउनुपर्छ। यस्तै नुहाउनुको मजै बेग्लै छ। धारो चाहिँ यस्तो छ हैन, यता माथिबाट नुहाउँछ तर अझै पानी कम छ, यतिको धारो आउँछ, मजै बेग्लै छ। घर त धारो छ, त्यही पनि पँधेरोमा नआए जस्तो मजा घरमा आउँदो रहेछ हैन गाइज। त्यही भएर तपाईहरु पनि यस्तो फ्रेस पानीले नुहाउन चाहनुहुन्छ भने तपाईहरु पनि आउनु होला। गाउँघरको ताजा अर्ग्यानिक। त के भन्नु छ, के भन्नु छ? छैन। ल गाइज, यिन चाहिँ मेरो बहिनी। ल हाई भन। हाई। ल के भन्नु छ? लाइक कमेन्ट सेयर सब्स्क्राइब गरिदिनु होला भन न। यिन चाहिँ अलि कमै बोल्छन् हैन। यिन चाहिँ मेरो सबैभन्दा मैले सबैभन्दा माया गर्ने बहिनी हुन् क्या। यिनी अलि धेरै माया लाग्छ कि दिदी बहिनीहरूमा। अरू बहिनी चाहिँ दिदी बहिनी चाहिँ 3 बहिनी हुनुहुन्छ, एउटा दिदी 2 चाहिँ बहिनी है, एउटा दाइ हुनुहुन्छ, हामी 5 बहिनी। ल गाइज, यत्न आएपछि चाहिँ अब पानी नखान्छ फेरि भने चिसो पानी हेर्नुहोस् कस्तो राम्रो छ। खानु चाहिँ पर्यो होइन। ल है गाइज, आज चाहिँ अब चाहिँ हामीले सबै काम भइसक्यो होइन। र 4:13 भइसकेपछि 4 बजेको भन्यो होइन। चाहिँ हामी घर हिँडिसक्यो होइन। ऊ सबैको काम होइन, बहिनी दिदी दाइ अनि म होइन। मेरो चाहिँ यो म चाहिँ हलुङ्गै छु होइन। पानी चाहिँ लानु पर्दैन घर।